हेर्नु त कति राम्रो मुन्टा। वाउ। काँटामा रोपे पनि यसो चाख्नु चाहिँ आउँदो रहेछ है। हजुर, हामीलाई त कहिले कहिले खानुलाई पुग्छ, सधैँ त मिठो लाग्दैन नि त। दुई चार दिनमा खानुको लागि चाहिँ पुग्ने रहेछ। भन्नुहोस् त, यति भइहाल्यो। आलुसँग अब दामी हुन्छ। अब फर्स्ट सेकेन्डचोटि टिपेको मैले यो। हेर्नु त कति राम्रो मुन्टा। वाउ। काँटामा रोपे पनि यसो चाख्नु चाहिँ आउँदो रहेछ है। हजुर, हामीलाई त कहिले कहिले खानुलाई पुग्छ, सधैँ त मिठो लाग्दैन नि त। दुई चार दिनमा खानुको लागि चाहिँ पुग्ने रहेछ। भन्नुहोस् त, यति भइहाल्यो। आलुसँग अब दामी हुन्छ। अब फर्स्ट सेकेन्डचोटि टिपेको मैले यो। मैले यो एक छाक तरकारी टिपिसकेँ। फर्सीको मुन्टा है, हेर्नु कति राम्रो भएको। बाटामा रोपेको। हामीलाई त एक छाक पुग्छ। अस्ति पनि एक छाक खाएको। अहिले त यत्रो ठुलो झ्याङ भइसक्यो। त्यही राख न, यस्तो राम्रो छ।